नेपाल सायद प्राकृतिक सौन्दर्यतामा विश्वकै धनी देशहरूमा पर्दछ। पाखा पखेरा, खोला, नदी, नाला, हिमाल, ताल तलैयाले भरिपूर्ण नेपाल साँच्चैकै स्वर्गभन्दा कम छैन। डोल्पा सेफोक्सुन्डो लेक जाँदैछौँ हामीले बोर्डिङ गरेर। डोल्पा सेफोक्सुन्डो पहिलो दिन चाहिँ हामी बिहानै नेपालगञ्ज एयरपोर्टबाट डोल्पाको लागि उड्यौँ नेपाल एयरलाइन्समा। यो चाहिँ नेपाल एयरलाइन्सको सानो जहाज रहेछ है। हामी चाहिँ डोल्पा जाँदैछौँ। जुफाल एयरपोर्ट जुफाल विमानस्थलमा पुगिसकेका छौँ। अहिले हामी जुफाल विमानस्थल आइसकेका छौँ। सर नेपालगञ्जबाट करिब 35 मिनटको फ्लाइट पछाडि हामी डोल्पा जुफाल एयरपोर्ट डोल्पामा पुग्यौँ। अब बाँकी अब यताबाट फोक्सुन्डो यहाँको मन्दिरहरू चाहिँ अब कसरी सजिलो हुन्छ त्यही अनुसार हामी घुम्नेछौँ। जाडो त छैन, त्यति जाडो छैन अहिले। अहिले हामी जुफाल विमानस्थलबाट बाहिर निस्किँदैछौँ। अब हामी यताबाट हाम्रो अफिसियल काम छ त्यहाँ जाँदैछौँ र त्यस पछाडि हामी सेफोक्सुन्डोको लागि लाग्नेछौँ। अब हामी एयरपोर्ट बाहिर, एयरपोर्टबाट अब हाम्रो अफिसियल काम छ त्यहाँ जाँदैछौँ। त्यो काम भएर चाहिँ हामी सेफोक्सुन्डोको लागि लाग्नेछौँ। एरिया वाइज चाहिँ डोल्पा चाहिँ नेपालको सबभन्दा ठुलो जिल्ला हो। भौगोलिक हिसाबले अलि विकट मानिए पनि प्राकृतिक हिसाबले चाहिँ एकदमै सुन्दर छ। यहाँबाट हिमालहरू देखिराखेको हुन्छ होइन बाटोबाट, अनि डाँडा काँडा अनि खोला नाला भनौँ एकदमै अति सुन्दर देखिने रहेछ। अनि त्यो हामी बिहानै पुगेका थिएँ, बिहान भर्खर घाम लाग्न थालेको थियो होइन, त्यही भएर पनि हिमालहरू यस्तो हुन्छ नि, बिहानको घाममा हिमालहरू यस्तो राम्रो देखिएको थियो। अनि खोला अनि पहाडहरू एकदमै राम्रो छ डोल्पाको।
डोल्पाको त्रिपुरा सुन्दरी मन्दिरमा जाँदैछौँ। त्यो देखिने त्रिपुरा सुन्दरी मन्दिर हो। अहिले हामी त्यही जाँदैछौँ। त्रिपुरा सुन्दरी यही हो नि सर डोल्पाको। हामी अहिले त्रिपुरा सुन्दरी डोल्पाको मन्दिरमा आएका छौँ। त्रिपुरा सुन्दरी मन्दिर डोल्पा। त्रिपुरा सुन्दरी मन्दिर डोल्पा भर्खर हामीले दर्शन गऱ्यौँ। अब हामी यताबाट काममा जानेछौँ। त्यस पछाडि चाहिँ हामी डोल्पा सेपक्सुन्डो जानेछौँ। यस ठाउँ चाहिँ एकदमै रमाइलो रहेछ होइन। यति व्यवस्थित मन्दिर होइन। यति भनौँ न यो राजधानीबाट यति टाढाको ठाउँमा पनि यति व्यवस्थित मन्दिर छ यो। माधव सर है सेपक्सुन्डोको गाडी आउने ट्र्याकबाट अब चाहिँ हामी वकिङ ट्र्याकमा जाँदैछौँ। सर यता अब हामी वकिङ ट्र्याकमा जाँदैछौँ। हामी चाहिँ अब पक्सुन्डोको वकिङ ट्र्याकमा गइसकेका छौँ। अब यहाँसम्म चाहिँ गाडी आउने रहेछ। यो चाहिँ बाटो। यहाँ झुलिङ्गे पुल पनि रहेछ पुरानोको लागि। हामी चाहिँ अब हामी झुलिङ्गे पुल गऱ्यौँ। आज हामी छेप्का भन्ने ठाउँमा बस्छौँ होला त्यहाँसम्म पुगेर अनि भोलि बिहान हिँडेर भोलि बेलुका अब कतिखेर हुन्छ भोलि चाहिँ हामी सेपक्सुन्डो लेकमा पुग्नेछौँ।
रमाइलो रहिरहेको छ यार हेर्नु त। हामी अब हिँडिरहेछौँ। माधव सर कस्तो लागिरहेछ यात्रा? एकदम सही लागिरहेछ, मजाले हावा चलिरहेको छ। के अरे भेडको तिरैतिर मजाले हामी आजको बसाइ चाहिँ हाम्रो छेप्कामा हो। बाबु तिम्रो नाम के हो भन त? के? काव्य? काव्य? काव्य के? काव्य रोकाया। ल कस्तो ज्ञानी बाबु रहेछ है। कतिमा पढ्छ बाबु? 3? के बन्ने ठुलो भएपछि? ठुलो भएपछि के बन्ने? डक्टर बन्ने? ओहो ल। डक्टरले के काम गर्छ थाहा छ बाबु? के काम गर्छ डक्टरले? उपचार? उपचार गर्छ? एरिया वाइज चाहिँ नेपालको सबभन्दा ठुलो जिल्ला डोल्पा। अनि भौगोलिक हिसाबमा चाहिँ अलिकति कठिन रहेछ। बाटो पुग्न चाहिँ पुगेको छ, त्यही पनि हुन्छ नि यहाँ त्यो पहाडहरू एकदमै ठुलो हुन्छ नि। अलिकति यो ट्रान्सपोर्टेसनमा पनि अलिकति हुन्छ नि, त्यो चामलहरू के छ भने नि त्यो हाम्रो मान्छेको दैनिक जीवनमा आवश्यक हुने सामानहरू पनि यहाँ खच्चरबाट चाहिँ माथि लग्ने गरेर रहेछ होइन। प्राकृतिक रूपमा त एकदमै सुन्दर छ यो ठाउँ हुन्छ नि। पाखा पखेरा अनि हिमाल अनि खोला नाला एकदमै आकर्षक छ यो ठाउँको। एकदमै रमाइलो छ ठाउँ चाहिँ। भर्खरै हामीले यहाँ नदीमा पानी खायौँ। पानी चाहिँ एकदम चिसो रहेछ। अब केही बेर यहाँ थकाइ मारेर फेरि हामी हिँड्नेछौँ। अब चाहिँ हामी छेप्का नजिकै छौँ। यस्तो थकाइ लागिरहेछ गाइज है। पानी पर्ला पर्ला जस्तो भएको छ। साङ्टा पुग्यो भने त हामी साङ्टा पुगेर अब खाजा खान्छौँ। त्यस पछाडि हामी छेप्का जान्छौँ। हामीले अहिले साङ्टा आएर चाउचाउ खाइरहेछौँ। चाउचाउ पनि होइन, यहाँको पानीले गर्दा होला यस्तो मिठो छ। हेर्दाखेरिमा चाहिँ यस्तो छ, यस्तो मिठो छ यो। अब धेरै हिँड्या भएर भोक पनि लागेर भएर पनि होला, लास्टै मिठो छ। यो ठाउँबाट चाहिँ फोक्सुन्डो गाउँपालिकाको सिमाना सुरु हुने रहेछ। अब चाहिँ हामी फोक्सुन्डो गाउँपालिकामा प्रवेश गऱ्यौँ। अलिअलि पानी परिरहेछ। ठुलो त आउँदैन जस्तो लाग्छ, तर पनि पानीको छिटाहरू परिरहेछ। दाइ भिडियोमा आउनु तपाईँ पनि। हाम्रो दाइ, म चाहिँ अब गाइड जस्तै भनौँ। हाम्रो दाइले अब यहाँ बाटो साटो पनि यहाँ सबै व्यवस्था गरिरहनु भएको। हामी साङ्टाबाट हिँडेर माथि यहाँ चाहिँ के अरे रेस्ट गर्ने एउटा ठाउँ बनाइदिइरहेको छ। यो चाहिँ एकदम राम्रो बनाएको छ होइन, पानी परे पनि यहाँ बस्न मिल्ने।
अहिले छेप्का नजिक आइसकेका छौँ। सकाइ भने लास्टै लागेको छ है। अब हामी छेप्कामा हिँड्दै हल्का अगाडि हो। हामी छेप्कामा पुग्यौँ। अब चाहिँ आजको बसाइ चाहिँ हाम्रो यहीँ हुन्छ जस्तो लाग्छ। 5 बज्यो। अब धेरै थकाइ पनि लाग्छ बिहानदेखि हिँडेको। अब हामी आज यतै बस्छौँ। लास्टै लागिरहेछ गाई चाहिँ यहाँदेखि हिँडेको बस्दै बस्दै आएको हो। त्यही पनि तपाईँ चाहिँ राम्रैसँग लाग्यो। आगोमा पकाएको खाना एकदमै लोकल खाइन्छ आज। आन्टी हजुरहरू यहाँकै बासिन्दा हो पहिलादेखि नै? हजुर तिब्बत पनि जानु भएको छ? चाइना? अनि यो भाषालाई के भन्छ? तपाईँको भाषालाई के भन्छ? तामाङ भाषा? ए तिब्बती भाषा नै हो? ए उता गए चाहिँ तपाईँको मिल्छ उहाँहरूसँग भाषा? कुराकानी गर्न मिल्ने भयो। चिया खाइरहेको छौँ हामी। अहिले बिहानको 5 बजेको छ। हामी यो छेप्काबाट अब फोक्सुन्डुको लागि हिँड्दैछौँ। यहाँको टाइम अनुसार चाहिँ 7 घन्टा 10 मिनट लाग्छ भनेको छ। हामी बिस्तारै बसेर जान्छौँ। खाना खानु छ खाजा बिचमा। हामीलाई चाहिँ टाइम लाग्छ होला जस्तो लाग्छ हामीलाई। यता चाहिँ लेख्दाखेरि फोक्सुन्डो 7 घन्टा 10 मिनटमा पुगिन्छ भनेर लेखेको छ। हामीलाई चाहिँ 10 घन्टा जति लाग्छ कि जस्तो लाग्छ त्यहाँ पुग्न। त्यही भएर हामी बिहानै हिँड्न लाग्छौँ। यताबाट हिँडिसक्यौँ। दाइ आउनु। माधव सर हिजोको यात्रा कस्तो रह्यो भन्नु त? एकदम दामी रह्यो। अब हामी छेप्कामा अहिले ठुलो आज भोलि त्यहाँ बस्यो। अब चाहिँ कहाँ रातिमा एकचोटि रेस्ट गरेर फेरि अगाडि आज चाहिँ उतै पुग्ने लक्ष्य चाहिँ हो हाम्रो। दाइ होइन रमाइलो रहने होइन हाम्रो यात्रा? एकदम रमाइलो। आज झन् रमाइलो होला। हामी बिहानै हिँडिसकेका छौँ यताबाट छेप्काबाट। चिया खानुपर्छ। चिया खाइरहेको छौँ हामी। बाटो चाहिँ यहाँनिर एकदमै अप्ठ्यारो रहेछ। एकदम अप्ठ्यारो छ यहाँनिर बाटो। बाटो चाहिँ यहाँनिर एकदम अप्ठ्यारो छ। यहाँबाट हेर्नु त्यस्तो पहाड छ यहाँ तलै। माधव सर 3 घन्टा हिँडिहाल्यो। अब माथि कहाँ रहेछ हाम्रो बस्ने? अब राँची। अब चाहिँ खै 1-1.5 घन्टा हिँडेपछि पुगिन्छ कि राँची? छेप्काबाट हामीले चाहिँ 6 किलोमिटर हिँड्यौँ अहिलेसम्म। 3 किलोमिटर हिँड्यो भने त्यहाँ पानी एकदमै चिसो छ यो पानी। साँच्चै चिसो छ।
राँची। हामी चाहिँ अहिले राँची भन्ने ठाउँमा पुगेका छौँ। यो एकदमै राम्रो ठाउँ। हामी अहिले राँची पुग्यौँ। हामी अहिले खोलाको छेउमा पानी खानलाई रोकिरहेछौँ। मलाई पनि धेरै लाग्यो पानी खानुपर्छ। साइलोज भन्ने ठाउँमा पुग्यौँ हामी। अब खाना चाहिँ यतै खानुपर्छ। के अरे द हिमालयन स्विट होटेल, यसमा चाहिँ खाना खानुपर्छ हामीले। अब हिमालयन स्विटमा हामीले चाहिँ छेक्काबाट आएर यहाँ चाहिँ खाना खाँदैछौँ। साइजोल डल्पा यहाँ छ। चाहिँ अब हामी खाना खाँदैछौँ। पलाम भन्ने ठाउँमा छ। पलाम से फोक्सुन्डो जाने अब लगभग हामी चाहिँ 3500 मिटरको हाइटमा छौँ अहिले हामी। 3500 मिटरको हाइटमा लगभग। एकदमै चिसो छ कि चिसो छ। अलि यो चिसोसँग यसमा पानीका थुप्पाहरू पनि मिसिया भनौँ न, यो हाउडो टाइपको। अब जान्छौँ। अब 3-4 घन्टामा राम्रोसँग ल ओ तेरी लास्टै थका लाग्यो गाइस, के गर्नु होइन। फोक्सुन्डो आउनु चाहनुहुन्छ नि विल पावर चाहिँ एकदम हाई लगेर आउनु होला है तपाईँहरू। जर्नी चाहिँ टप छ छन चाहिँ उकालो है, धेरै हिँड्नुपर्छ। अहिले चाहिँ हामी सुलीगढ झरना डोल्पामा पुग्यौँ। समुद्री सतहबाट 13 मिटरमा रहेको यो झरना 168 मिटर अग्लो छ। अब हामीलाई चाहिँ फोक्सुन्डा जान चाहिँ करिब 45 मिनटदेखि 1 घन्टा लाग्छ भन्नुहुन्छ। थकाइ चाहिँ एकदमै लागिरहेछ। योभन्दा माथि त बिग्रिया छैन नि। यहाँनिर त अप्ठ्यारो रहेछ नि। यहाँनिर त अप्ठ्यारो रहेछ। यहाँनिर चाहिँ यो सुलीगढ झरनाको छेउतिर चाहिँ बाटो एकदमै अप्ठ्यारो छ। यहाँ आउँदाखेरि एकदमै हुन्छ नि, ध्यान दिएर हिँड्नुपर्ने हुन्छ। बाटो चाहिँ एकदमै अप्ठ्यारो छ यहाँनिर। यो सुलीगढ झरनाको जस्ट अपोजिटमा हामी आउने बाटो चाहिँ एकदमै साँघुरो छ अनि भिड पनि एकदमै छ। सिङ्गल हिँड्नुपर्ने हुन्छ र थोरै पनि ध्यान भड्कियो भने चाहिँ यहाँबाट गयो भने चाहिँ गयो। त्यही भएर यहाँनिर चाहिँ यो बाटो चाहिँ एकदमै ध्यान दिएर हिँड्नुपर्ने हुन्छ। एकदम विचार गरेर हामी चाहिँ यो सुलीगढ झरनाको छेउको त्यो एकदम अप्ठ्यारो बाटोबाट हल्का अगाडि आएका छौँ। पानी परिरहेछ अहिले, सिमसिमे पानी छ। ठुलो चाहिँ नआइदिए हुन्थ्यो भन्ने हो। रेनकोट त बोकेका छौँ। हाम्रो दाइले चाहिँ बोक्नु भएको छैन, एकजना दाइले बोक्नु भएको छैन। अब रेनकोट लाउनु जस्तो पनि छैन। थकाइ भने लास्टै लाग्यो। बिहान 5 बजेदेखि अहिले लगभग 3:30 हुन थालिसक्यो। कति घन्टा हिँड्यो आफै सोच्नुहोस्। बिचमा खाना एकचोटि जोग्या हो। रिग्मा भिलेज नेक्स्ट डेस्टिनेसन फोक्सुन्डो भनेर लेखाएर चाहिँ यहाँ चाहिँ उहाँलाई बोलाएर मन्तव्य उहाँको यहाँको अनुभव के रह्यो, सुख दुःखको कुरा के छन्, त्यो सबै बोल्न म उहाँलाई सादर अनुरोध गर्दछु। भर्खरै सुलीगढ झरनाबाट लगभग 200-400 मिटर अगाडि, अब यो कति छ खै, लगभग 3800 मिटरको हाइटमा
यो आइसकेका छौँ। हजुर थकाइ यस्तो लागेको छ कि होइन यहीँ आनन्दले सुतौँ जस्तो लागिरहेको छ। हामी यहाँ पुगेका छौँ। अब चाहिँ यताबाट माथिको सिनहरू हेर्नु त कस्तो राम्रो छ। नजिकै छ यहाँबाट फोक्सुन्डो लेक। हजुर फाइनल्ली हामी फोक्सुन्डो ताल पुग्यौँ भनौँ। यो यहाँ जानुपर्छ। हेर्नुहोस् गाइस ल फाइनली हामी फोक्सुन्डो तालमा पुग्यौँ। दाइ भ्यू हेर्नु त ल कति उचाइमा रहेको फाइनली हामी फोक्सुन्डो तालमा पुगिसकेका छौँ। 2 दिनको अनवरत हिँडाइपछि होइन त्यो हिँड्दाखेरि चाहिँ भनौँ न अब यहाँ पुगिन्छ कि पुगिँदैन बाटोमा दुविधा पनि थियो। बाटो अप्ठ्यारो पनि छ तर बिच बाटोमा चाहिँ होटेलहरू पनि एकदम व्यवस्थित छ। होटेलहरू दियोस् राम्रो लाग्यो। मलाई यतिको होला सोचेको थिएन होइन। बिजुलीहरू पनि रहेछ अनि त्यही भएर बाटोमा बस्न त्यस्तो अप्ठ्यारो छैन। तर हिँड्न चाहिँ गाह्रै छ गाह्रो त तर हिँड्न चाहिँ पर्छ है। 2 दिन चाहिँ हुन्छ नि मजाले हिँड्नुपर्छ तपाईँहरूले होइन। ठाउँ पनि हेर्नु न यहाँ पछाडि भ्यू हेर्नु त्यो ताल यस्तो दामी छ होइन। यो सायद क्यामेराले कोही कति गएर छ मलाई थाहा छैन होइन तर यहाँबाट हेर्दाखेरि चाहिँ यस्तो दामी भ्यू देखिरहेको छ होइन। अब चाहिँ हामी आज राति चाहिँ यहीँ बस्छौँ र भोलि बिहानै 5 बजे हामी यताबाट निस्केर सायद भोलि हामी छिप्का बस्छौँ होला। यो ठाउँ चाहिँ यस्तो दामी छ होइन। यो वर्णनै गर्न सकिँदैन होइन। अनि यहाँको पानी पनि एकदमै चिसो छ। यो पानी पनि यति चिसो छ होइन। यो एकदमै चिसो छ यो पानी। आज हामी यतै बसेर भोलि फर्किनेछौँ। यताबाट चाहिँ फोक्सुन्डोको पानी चाहिँ सुलीगढमा भएर जान्छ। यताबाट यही पानी तल बगेर चाहिँ सुलीगढ झर्ना चाहिँ हुने हो। हामीले फोक्सुन्डो ताल घुमेर आजको बसाइ चाहिँ हाम्रो यतै हुन्छ। वेलकम टु हिमालयन होटेल। आजको बसाइ चाहिँ हाम्रो यतै हुन्छ। ओ घिउको चिया रे दिदी? याकको घिउको चिया है यो चाहिँ दिदीले। हामी चाहिँ आज यतै होटेलमा बसिरहेको छु। दिदीले चाहिँ हामीलाई यो याकको घिउको चिया खुवाउनु भएको छ। अहिले बिहानको 5:30 जति भएको छ। हामी फोक्सुन्डो हिजो आएको यतै बसेको। अब चाहिँ फर्किँदैछौँ। अब बाई बाई रिक्मा भिलेज फोक्सुन्डो। हामी फोक्सुन्डोबाट बिहान 5 बजे आएको। 3 घन्टामा चाहिँ हामी र्याची पुग्यौँ। अहिले हामी फोक्सुन्डो पुगेर आयो। उयो गेटमा लेखा छ थ्याङ्क यू फर योर भिजिट लेखा छ। ओके वी विल मिस यु फोक्सुन्डो बाई सी यु। हामी जुफालबाट नेपालगञ्जको लागि जाँदैछौँ।